चेक दिन्छु कि म केस छैन मसँग कतिको चाहियो चेक 5 लाख तिम्रो खाता नम्बर छ एकाउन्ट नम्बर कति एकाउन्ट नम्बर भन तपाईँलाई 199 ल 199 त्यतिवटा एकाउन्ट नम्बर त तिम्रो 10 वटा कि 11 हुन्छ हामी अनलाइन गरिदिन्छौँ क्युआर चाहियो हामीलाई त अनलाइन गरिदिन्छौँ नि हामी छैन पैसा छैन कि हामीसँग मनी दिनु क्यास चाहिए मेरो के रे के भन्छ गीत छ नि एउटा तमासा देखो पैसा फ्याँको भन्ने गीत छ नि हौ भाग्ने भाइ भाग्छौ मसँग त क्यासै छैन धेरै म फेरि उहाँ सबैलाई दिनुपर्छ बाटोभरिमा तिमी जस्तो अझै 10 उहाँ बाटैभरि हुन्छ नि होइन तिमी जस्तो मान्छे सो तिमीलाई फर्किँदाखेरि 5 रुपियाँ होइन म उसलाई दिन्छु हेर त 5 रुपियाँको चक्करमा गयो 10-20 रुपियाँ बाई खै अबदेखि अनलाइन राख है अभि ल त नि के हो त्यस्तो माई गड केटाकेटीहरू अझै खुला सकिने भयो सबै खुला सकिने भयो सबै अहिलेको ह्याप्पी गाइस ब्रदर हुन्न तपाईँले देख्नु सक्नुहुन्छ ओ माई गड दुइटै आनन्द है बाबु म केही बोल्दिनँ है अहिले एटिएम एटिएम कार्ड चाहियो एकाउन्ट नम्बर के अनलाइन सनलाइन के हुन्छ त्यस्तो कहाँ हुन्छ पनि फेरि त्यहीँ रोकेछ नि यहीँ रोकेछ नि के हो त्यस्तो ओमा कस्तो बच्चा हरामी के गरेको भाइ बाइक डर लाग्यो म त लो भाइ राख जाऊ रोक भाइ ओए रोक तलाई देखि छैन पुलिस लिएर आउँछु रोक पुलिस ल्याउँछ रोक भाइ त हरि हराइम रहेछ यार भन्नै मन हाल्दैन दाइको मन भिज्यो क्या है मोबाइल त यता छ ओ अङ्कलाई छोड्ने हो र छोड्ने होइन हामीलाई चाहिँ नछोड्ने होइन भाइ तँलाई भाइरो गराइछु बाई हेलो गाइस हामीले यसो यता जानु पर्ने थियो पैसा नदिएको चाहिँ होइन भाइको नि होइन तर हामी गाडी गयो भनेको चाहिँ यही हो है आज चाहिँ गाइस दसैँको लागि चाहिँ अब घरबाट चाहिँ अब यसो आज छुट्टी भनेको अब छुट्टी पाएन ल कामबाट बसेर आज रेडसम्म आउँदैन यिनीहरूलाई नि हाल किन रोकेको आइफोन कहाँ यस्तो हुन्छ आइफोन होइन नि त्यो त अर्को उक्काएर टाँसेको हामीसँग पैसा छैन आज त अब त भाइरल हो सिधै अब त मेरो त चल्थेन होइन र मेरो त केही पनि होइन सबै उसकै हो जसको बाइक हो हेर को चले अलिकति हेर्दा बस्यो मेरो मोबाइल त यहाँ गोजीमा छ मेरो फुटेछ मेरो मोबाइल देखाउनु पर्यो मेरो पुरै फुट्यो तिमीले अनि के गर्छ त पैसा उठाएर भर्खर खान्छ के चटपट के कसलाई आन्दैन कहाँ पढ्छु नि तिमीहरू अस्ति पर्ने हो त्यो जोतिर पर्छ हौ जतिमा होइन हामीसँग पैसै छैन के बहिनी प्लिज जानिदेऊ न प्लिज जानिदेऊ न प्लिज के त्यस्तो नभन नि बाबु यार अहिले बाटोको कतिवटा क्षेत्रमा अहिले फर्किँदाखेरि दिन्न म पैसा ल को धेरै बोलाएको अलिकता यी भाइलाई बाबु आऊ यहीँ बस्यो है
ल बाई अहिले आउँछु फेरि आइफोन हुने बित्तिकै पैसा हुन्छ भन्छ र ए भाइ चिटिङ नगरेर म फर्केर जान्छु ए भगवान पैसा तिनीहरूको पुरा ग्याङ बसेर लाग्लै बहिनी हामी चाहिँ अब क्यास चाहिँ पैसा त्यति धेरै हुँदैन सो मैले चार्जमा पैसा लिएर आएको छैन अहिले चाहिँ ल हेलो लगा देखिरहेको थियो अब यो चाहिँ मजा अहिले मरिगाम यहाँदेखि चाहिँ मरिगाम निस्किन्छु यो अब काम गर्नै पर्यो ओ माई गड के हो भाइ? हाइवेमा पनि हो कहाँ हुन्छ तिमीले उड्छौ यस्तो सानो सानोमा त तिमीले उडाइदिने हो क्या बाई सरी है किन पर्दैछ छोडिदिएर क्या भाइले फेरि एकछिन चार्छु भन्दै मैले फेरि छोडिदिएँ क्या सो मान्छेले अब त्यहाँ पैसा दिएन अहिले अहिले आउनु तपाईँले दिनु होला है अहिले फर्किँदा जहिले दिनुहुन्छ त्यहाँ पैसा चाहिँ निकाल्नु के निकाल्ने हो र पेट्रोल निकाल्नै मिल्दैन नि भाइ अनि दिएको जस्तो लाग्छ हान्नु दैन र अहिले दिएको हो त भाइ तिमीले यसरी तानेको देखेर भाइ आइरहेको मान्छे नि फर्केर गयो ल ल अब अलिक फर्किँदैन ए ल ल फर्किदिनु है त म फेरि दिनु लाग्थेँ झिकेर अब त्यो दाइले फर्किँदा दिनु भन्नुभयो दुईजनाबाट चाहिँ बुझेर भागिसकेको छ सो मेरोमा चार्ज छैन अहिले चाहिँ भ्लगिङ इन गर्छु बाँकी भ्लग चाहिँ म फेरि यसमा चाहिँ जोड्छु ल बसिरा यसरी बस्ने होइन नि रस्सी खोइ रसी है ल र यसो त बाइकले नि हावा उडाइन्छ यसो हातमा गरेर बसिरहेको छ न उडाइदिइहाल्छ नि यार त्यस्तै त बसाउनु लाग्यो त्यस्तै त सो चाहिँ हामी सूर्यपुरा पुरा सूर्यपुराको सेनामा हुँदै चाहिँ अनि मसाहरू बस्नु अनि सुपुर हाम्रो ल भाइ बहिनीहरू ह्याप्पी होली गाइस ह्याप्पी होली ओहो गइराखेको छ यहाँ चाहिँ होइन यो पो रमाइलो भनेको ट्याक्टर एउटा घर पाएर सबैजना फ्यामिलीहरूसँग टक्क बसेर के बताइ ए अनि अलिकति स्पिकर बजाइदिउँ हामीले पनि सो ल अहिले एकछिन चाहिँ अहिले बाँकी फेरि देखाउँछु खुसीमा सामेल हुन लाग्यो त मामाहरू पनि अब ह्याप्पी होली लागिरहेको रहेछ होइन म ह्याप्पी होली भनिदिन्छु किन न ह्याप्पी होली भनिदिन्छु क्या ह्याप्पी होली सर ह्याप्पी होली हाम्रो मामाहरूलाई पनि होली लागेको रहेछ होइन सबै लाग्नै पऱ्यो नि वी आर अल नेपाली वी आर अल हिन्दू होइन सो हामी सबै नेपाल लाग्नै पऱ्यो मामाहरू मजाले होइन इन्जोय गरिदिनु भएको छ ड्युटीमा नि हुनुहुन्छ बट इन्जोय पनि लिनुभएको छ अहिले पनि नानी बाबुहरू बस्नु भएको रहेछ बाटो छेकेर त्यसको अगाडि पनि छ नाच्नु पऱ्यो नि त कस्तो एउटै टिम होइन किन्नु भएको त नि त्यतै बसौ नबनाउनु अगाडि फेरि छ अन्त भाइ दाइ एउटा गीत लाउनु त दाइ एउटा गीत लाउनु त पहिला अफ भयो क्या अनि एउटा गीत बजाउनु त
एउटा गीतमा ननाचिकन त खुसी बस होइन हामीले जहाँ पनि होइन नाचा पैसा दिन्छ हामीले नाच न दिने काम त हाम्रो हो नि नाचेगा तो पैसा मिलेगा नहीं नाचेगा तो डंडा मिलेगा ऊ त गयो त त्यो पैसा दिनु गयो त तिमीहरू त हजुर तिमीले पैसा के गर्छौ नि उठाएर पैसा नि खाने कुरा प्याकेट खर्च यो त यस्तो गर्न पाइन्न नि त नि कसले भनेर पाइन्छ नि आज भिजो थियो होली त आज कहाँ होली हो हाम्रो त हिजै थियो कि हामीले हिजो मनाएर आएको भाइ पनि अब के गर्ने तिमीलाई दर्शकहरूले हेरेर पैसा पठाइदिनु छ अरे जसले मेरो हेर्छ नि तिम्रो भिडियोहरू भिडियो हेरेर पैसा हालिदिन्छ भन्नु बैठ्ने भयो भिडियोमा खुला दे त 5 रुपियाँ खुला खुला होइन 1000 रुपियाँ हो नि कस्तो खुला चाहियो नि त नि खुला गरिदिनु छिटो खुला देऊ न तिमीले चिटिङ गरेको यो तट हामीले दिन्नौ खुला दे मात्रै छिटो खुला दिने भए देऊ अनि सबैलाई छोड्ने हामीलाई मात्र रोक्ने दिने भए खुला देऊ होइन जान्छ हामी छिटो खुला देऊ त 5 रुपियाँ खुला कसम आवाज खुला छैन तिमीहरूले यो रस्सी लिएर हिँड त्यहाँसम्म पुरा भयो हामीले अनि यहाँ दियो फेरि त्यहाँ दियो त्यत्रो कहाँ दिन्छ भने एकजना नाचेन तिमीहरू रस्सी नछोडाइ त्यो गयो भने पैसा दिन्न मैले मलाई काममा ढिलो भयो अब पैसा धेरै जानै पर्छ ल अघि आउँदा नि थिएन मैले मागा मैंने भाइरल हो तो वीडियो सीधे आया था अभी भाइरल हो गए लो पैसा दिएर रस्सी नछोड्ने अंकल नछोडा कति छोडेको अंकल ल भाइ छैन पैसै छैन है बाई के भयो ए रनको काटी गड्यो किन लिगालेको मुला काटी गड्यो निकालेर बस निकालेर बस कि टालिन्छ बस सो गाडी गरिरहेछ गाडीमा चाहिँ गाडी लगाएर रहेछ कि है कति हरामी भयो होइन अब भाइहरू बसिरहेको रहेछन् पैसा छैन यस्तै अहिले हामी आउँदा दिन्छौँ ल अहिले आउँदा दिन्छौँ है 5 रुपियाँ खुल्ला तिनीहरू किन छुट्टै बसेर त्यस्तै कहाँ हुन्छ जताततै बसेर हुन्छ अनि ग्याङ बन्नु पऱ्यो नि त एउटा ठुलो ग्याङ बन्नु पऱ्यो मैले भनिदिन्छु उता भनिदिन्छु ल भाइलाई ल हुनु त उता गएर भनिदिन्छु भाइलाई ल ग्याङ बन्नु भनिदिन्छु अनि उता गरिदिन्छु ल उतै दिन्छु ल सँगै न चिलर पार्टी रे तिमी चाहिँ के हो र बुढो पार्टी तिमी चिलर पार्टी भन्छ नि आफ्नो साथीहरूलाई हिँड्नु ल उता हिँड ल उतै गरिदिन्छु ल छिटो हिँड ल बाबु उतै गरिदिन्छु कि हिँड न ल हिँड्नु ल
जान्छौ तल गएर अब आऊ त्यो भाइ पैसा उहाँ देखो मैले केटा देखो पैसा उहाँ दिन्छु माग त उहाँ दिन पैसा दिएको तिमीलाई त्यो भाइलाई पैसा दिएको कि मैले तिमीहरू मिलेर गराउन त अनि दुईटा रस्सीको त कहाँ दिन्छ जसले पाइ तैँले तिमीलाई त्यसले नलाइदियो भने देखि दिएन तँ दाइले पैसा देखि दिएन तिमीलाई दिएन नि अनि किन दिएन त अनि हामी किन दिनु पर्यो त्यसो भए त्यस्तो भनेर हुन्छ ऊ त्यहीँ बसेछ फेरि अब ल ए भगवान् तिमी चाहिँ खुल्ला पैसा खुल्ला 50 को कतिको हो त ल्याउ त खुल्ला ल म त किन नहाल्ने भाइ ब्लग त हालिन्छ भाइरल हालिदिन्छु भाइ एउटा के नयाँ तिमीलाई के जानेको हो भने भन यहाँ बोल कति भाइरल हुन्छ कस्तो गाउन गाछ गान कसलाई के आउँछ भने अझै बोनी भयो भन्छ अरे भाइ गर्न त कति पैसा गर्न त कति हो गर्न त कति हो यहाँ आठवटा मेरो च्यानलको नाम मेरो नाम भागेको तिमीहरू भागेको पुलिस आएको देखेर निकालिदिनु त तपाईँ पैसा भनिदिउँ पुलिसको गाडी अब चाहिँ दिनु किन अब चाहिँ दिनु के सो पुलिस गाडी आएको ल ल हजुर डोरी गए सर एउटा खोलामा गयो तिमीहरूको देख्यौ पैसाको चक्करमा डोरी गयो अब यसरी पाइन्न है छोड्नलाई पाइँदैन यसरी अनि पैसा दिए नि तिमीलाई होइन दिए नि होइन पैसा दिए नि होइन ल सो हाम्रो पुलिस अङ्कलहरू आउनु भएको थियो अनि त्यही भएर चाहिँ डोरी चाहिँ लगिनु त त्यो भागे भागेर पुलिस आउनु भयो म त भनिदिन्छु त्यहाँ भनिदियो त्यहाँ बसेर भनिदियो डोरी देखिया त्यहाँ लुगाको डोरी देखिन्छ मामाले कहिदिनु डोरी चोरे हामी पुरेर बस्छौँ नि ल डोरी लुगा यहाँ उता नि भाग्यो ओ माई गॉड म ग्याग गर्नु भाग्ला भन्छ आज भ्लग एकदम दामी हुनेवाला छ होइन कृपया सबैले हेरिदिनु होला इन्जोय पनि लिन सक्नुहुन्छ हजुरले यसरी भ्लग देखेर ओ यता फेरि कल्चर तरिकाले हिँड्नुमा मान्छे सादा लिएर होला ह्याप्पी होली मामाहरू आउँदा नि पछाडि छ नि मामाहरू आउँदा नि पुलिस आउनु भयो पुलिससँग आने त्यो भन्दै हिँड्नु म सबैलाई जो अगाडि अगाडि खाने होइन जो अगाडि अगाडि खाने तपाईँले भन्दै हिँड्यो क्या पुलिस भन्दै हिँड्यो के र तपाईँ मेरो भ्लगमा हेर होइन गाजरले फर्काएको गाजर